जो बजारमा भर्खरै प्रवेश गर्दै हुनुहुन्छ उहाँहरूको लागि यो विश्लेषणले हजारौं लाखौंको नोक्सानबाट जोगाउन सक्छ। आज हामी ती 5 ठूला गल्तीहरूको बारेमा कुरा गर्दैछौं जसले नयाँ लगानीकर्ताहरूलाई डुबाउँछ अनि सबैभन्दा महत्त्वपूर्ण कुरा ती गल्तीहरूबाट कसरी बच्ने भनेर पनि सिक्नेछौं। यो कुराले एकदमै ठूलो वास्तविकता बोल्छ हैन त? बजारमा पैसा गुमाउने कि त ज्ञान नभएकाहरूले हो कि त नियमै नमान्नेहरूले। त्यही भएर आज हामी नयाँ लगानीकर्ताहरूले गर्ने 5 सामान्य तर खतरनाक गल्तीहरू के हुन् र ती हरेक गल्तीबाट बच्न स्टेप बाई स्टेप के गर्न सकिन्छ भनेर छलफल गर्नेछौं। यो लगानी यात्राको लागि एउटा गाइड जस्तै हुनेछ। ल, पहिलो र सबैभन्दा कमन गल्ती के हो भन्दा कुनै योजना नै नबनाई लगानी सुरु गर्नु। कसैले यसो टिप दियो, कतैबाट हल्ला सुन्यो अनि त्यही भरमा पैसा हालिदिने अनि अन्त्यमा के हुन्छ? प्राय घाटा। अब यस्तो किन हुन्छ त? यसको मुख्य कारण हो फोमो, मतलब फियर अफ मिसिङ आउट। ओहो, त्यो स्टक त बढ्यो, मैले त किन्नै पाइनँ भन्ने डर। अनि अर्को हो हल्ला। यिनै कुराले गर्दा हतारमा गलत निर्णयहरू लिइन्छ अनि परिणाम के निस्कन्छ? बजार अलिकति घट्ने बित्तिकै डर लाग्ने, आत्तिएर बेच्ने अनि जब बढ्छ तब हतारमा किन्ने। पोर्टफोलियो पनि कस्तो हुन्छ भन्दा कहाँ लगानी गरेका छु, किन गरेका छु केही थाहा छैन, एकदमै असन्तुलित। त्यसो भए समाधान के त? एकदमै सरल छ, एउटा बलियो योजना बनाउने। यसका लागि 3 वटा स्टेप छन्। पहिलो, आफ्नो समय नक्की गर्नुहोस्, छोटो, मध्यम वा लामो अवधिका लागि लगानी गर्ने हो। दोस्रो, 3 वटा स्पष्ट वित्तीय लक्ष्यहरू लेख्नुहोस्, जस्तै घर किन्नु छ कि रिटायरमेन्टका लागि हो कि। र तेस्रो, आफ्नो पोर्टफोलियोलाई विभाजन गर्नुहोस्, जस्तै 40% पैसा ठूला स्थापित कम्पनीहरू जसलाई ब्लूचिप भनिन्छ त्यसमा लगाउने, 30% चाँडो बढ्ने सम्भावना भएका ग्रोथ स्टकमा अनि बाँकी 30% चाहिँ नगद राख्ने ताकि कुनै राम्रो अवसर आउँदा लगानी गर्न सकियोस्। यो भनाइले त सबै कुरा प्रष्ट पार्छ नि, होइन र? योजना बिना लगानी गर्नु भनेको त गुगल म्याप्स बिना कतै हिँड्नु जस्तै हो। कहाँ पुगिन्छ केही थाहा हुँदैन। त्यसैले लगानीमा एउटा स्पष्ट दिशा हुनु एकदमै महत्त्वपूर्ण छ। ल, योजना त बन्यो। अब दोस्रो गल्तीबाट बचौं। त्यो हो रिस्क म्यानेजमेन्टलाई बेवास्ता गर्नु। धेरै नयाँ लगानीकर्ताहरूलाई के लाग्छ भने यो त ठूला प्रोफेसनलहरूले गर्ने कुरा हो, तर होइन, यो त सबैका लागि उत्तिकै जरुरी छ। रिस्क म्यानेजमेन्टको पहिलो र सबैभन्दा सुनौलो नियम, आफ्नो जम्मा लगानीको 10% भन्दा बढी पैसा एउटै स्टकमा कहिल्यै नराख्नुहोस्। यो एउटा साधारण नियमले मात्र पनि एउटै लगानी डुब्दा हुने ठूलो नोक्सानबाट जोगाउँछ। अब अर्को महत्त्वपूर्ण कुरा छ 1:2 को रिस्क टु रिवार्ड रेशियो। यो भनेको के हो भने यदि कुनै लगानीमा 5 रुपैयाँ गुमाउने जोखिम छ भने त्यहाँ कम्तीमा 10 रुपैयाँ कमाउने सम्भावना हुनुपर्छ। सधैँ याद राख्नुस्, सम्भावित नाफा सम्भावित घाटाभन्दा कम्तीमा दोब्बर हुनुपर्छ। त्यसो भए छोटकरीमा भन्नुपर्दा 3 वटा मुख्य नियमहरू छन्। 1. हरेक ट्रेडमा 7 देखि 15% को स्टप लस राख्ने। 2. कुनै पनि एउटा स्टकमा 10% भन्दा बढी पैसा नहाल्ने। र 3. सधैँ 1:2 को रिस्क टु रिवार्ड रेशियोलाई लक्ष्य बनाउने। यो एनालोजी एकदमै सटिक छ, होइन त? स्टप लस भनेको लाइफ ज्याकेट जस्तै हो। लाइफ ज्याकेट नलगाई समुद्रमा हाम फाल्नु कत्तिको बुद्धिमानी होला र? यो कुनै अप्सन होइन, यो त अनिवार्य सुरक्षा हो। अब आउँछ तेस्रो गल्ती, जुन धेरै नयाँ लगानीकर्ताहरू फस्ने जाल हो। त्यो हो हट स्टक्स वा हल्लाको पछि दौडिनु। यो स्टक त आकाश छुँदैछ, भोलि नै डबल हुन्छ रे। यस्ता कुराहरू सुनेर लगानी गर्दा धेरैजना फस्छन्। यस्तो किन गरिन्छ? किनभने छिटो नाफा कमाउने लोभ हुन्छ, तर परिणाम के हुन्छ? प्राय निराशा। लगानीकर्ताहरू नक्कली ब्रेकआउटमा फस्छन्, मतलब मूल्य बढेको जस्तो देखिन्छ तर त्यो जाल हुन्छ अनि महँगोमा किनेर सस्तोमा बेच्न बाध्य हुन्छन्। हल्लाबाट बच्न एउटा सुनौलो नियम छ, याद राख्नुहोला। यदि कुनै स्टकको भाव बढेको छ तर किन्ने बेच्ने मान्छेको संख्या मतलब भोल्युम बढेको छैन भने त्यो प्राय एउटा जाल हो, त्यो रियल ब्रेकआउट होइन। त्यसो भए यो हल्लाको पछि दौडिने बानीलाई कसरी जित्ने त? यसका लागि अनुशासित हुनुपर्छ। पहिलो, नियमित रूपमा थोरै लगानी गर्ने बानी बसाल्नुहोस्, जसलाई एसआइपी वा डलर कस्ट एभरेजिङ भनिन्छ। दोस्रो, कुनै पनि स्टक किन्नु अघि त्यसको भोल्युम हेर्ने बानी गर्नुहोस्। र तेस्रो, कहिले पनि बजारको ट्रेन्डको उल्टो दिशामा नहिँड्नुहोस्। अब चौथो गल्ती। यो गल्ती भनेको सिक्न र रिसर्च गर्न पटक्कै समय नदिने तर नाफा चाहिँ तुरुन्तै चाहिने।
धेरैलाई टेक्निकल एनालिसिस फन्डामेन्टल एनालिसिस के हो थाहा हुँदैन, तर पैसा भने आजको आजै कमाउनु छ। लगानी गर्नु अघि यो सानो 3 बुन्दे चेकलिस्ट प्रयोग गर्न सकिन्छ। पहिलो, कुनै पनि कम्पनीमा लगानी गर्नु अघि त्यसको कम्तीमा 3 वर्षको फाइनेन्शियल रिपोर्ट हेर्नुहोस्। दोस्रो, टेक्निकल एनालाइसिसका सामान्य कुराहरू जस्तै सपोर्ट, रेजिस्टेन्स, ट्रेन्ड, भोल्युम के हो त्यो सिक्नुहोस्। र तेस्रो, सोशल मिडियामा आएको कुरालाई मुख्य आधार नबनाउनुहोस्, त्यसलाई केवल अरू ठाउँबाट पाएको जानकारीलाई कन्फर्म गर्न मात्र प्रयोग गर्नुहोस्। यो कुरा एकदमै महत्त्वपूर्ण छ। ज्ञान भनेको एक लगानीकर्ताले लगाउन सक्ने सबभन्दा सस्तो तर सबैभन्दा बलियो कवच हो। बजारमा सबैभन्दा ठूलो सुरक्षा नै आफ्नै ज्ञान हो। र अब 5औं गल्ती, सायद यो नै सबैभन्दा खतरनाक र विनाशकारी गल्ती हो, भावनामा बगेर निर्णय लिनु। डर, लोभ अनि आत्तिएर गरिने निर्णयहरू। धेरैले पैसा गुमाउने ठाउँ नै यही हो। अनुभवको कमी, तनाव, डर र लोभ, यिनै भावनाहरूले हामीलाई गलत निर्णय गर्न बाध्य बनाउँछन्। अनि परिणाम के हुन्छ? बजार घट्दा आत्तिएर बेचिदिने, घाटा भएपछि त्यो घाटा उठाउन झन ठूलो जोखिम लिने, जसलाई रिभेन्ज ट्रेडिङ भनिन्छ, र अन्त्यमा लगातार घाटा खाएर बजारबाटै बाहिरिने। त्यसो भए आफ्नो भावनालाई कसरी नियन्त्रण गर्ने त? यसका लागि केही प्र्याक्टिकल तरिकाहरू छन्। पहिलो, कहिले किन्ने, कहिले बेच्ने र कहाँ स्टप लस राख्ने भनेर स्पष्ट नियम बनाउनुहोस् र ती नियमहरू कहिल्यै नतोड्नुहोस्। दोस्रो, यदि कुनै ठूलो घाटा भयो भने 24 देखि 72 घण्टासम्म बजारबाट ब्रेक लिनुहोस्, शान्त हुनुहोस्। र तेस्रो, एउटा ट्रेड जर्नल बनाउनुहोस् जहाँ तपाईले आफ्नो निर्णय र त्यसबेलाको भावनालाई लेख्न सक्नुहुन्छ। यदि 5 गल्तीहरूलाई मात्र सुधार्न सकियो भने यो केवल घाटाबाट बच्ने कुरा मात्र होइन, यसले लगानीकर्ताको आत्मविश्वासलाई दोब्बर बनाउँछ र आफ्नो निर्णयहरूमा 3 गुणा बढी सुरक्षित महसुस गराउँछ। अन्तमा एउटा कुरा के याद राख्नुपर्छ भने बजारमा सफलता भनेको भाग्यको खेल होइन, यो त अनुशासन, ज्ञान र धैर्यको मिश्रण हो। यी 3 कुरा जसले अपनाउन सक्छ, दीर्घकालीन सफलता उसैको हुन्छ। यो नै सफलताको मूल मन्त्र हो।